हेलो हेलो यो के फल्दैछ हो यस्तो खालको ए तेरिका हो ए तेरिका सबै बाङ्गो र टेढो मात्रै फल्दिने बाख्राको खोर पनि भत्किजान खोज्ने कहाँ गएको आकृति के टिप्नु गएको रे टिम्बुर 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 के नटिप्ने हो वाउ पानी पर्छ भने पनि आजको मौसम खुलेको देख्दा एकदम खुसी र विशेष गरेर इलाम झापा सङ्खुवा सभा पाँचथर जिल्लाहरूमा 17 गतेदेखि 20 गतेसम्म भारी वर्षा हुने भन्ने सूचना निस्केको कारणले गर्दाखेरि एकदमै त्रासदीपूर्ण वातावरण बनेको थियो। त्यसरी नै पानी पनि सुरुवात गरेको थियो, तर मौसम खुलेको देख्दाखेरि एकदमै खुसी लागिरहेछ। र यति बेला पापा र छोरी चाहिँ घाँस काट्दै अनि टिमुर टिप्दै जङ्गलतिर लाग्दै हो। र यो फल के होला, यो फल चिन्नुहुन्छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला है त। हामी बच्चा हुँदाखेरि स्कुल पढ्दाखेरि चाहिँ सिगान तान्दै टिपेर हतार नै टिप्दै खाने गर्थ्यौँ। र त्यो फलको नाम चिन्नुहुन्छ भने हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। र यति बेला घाँस काट्न गइरहेका छु म चाहिँ भने छोरीलाई चाहिँ टिमुर टिपेर घर पठाउनु पर्ने छ। आको बोजुमा मुना पलाए झै सानो मनमा माया पलायो निदमा। एकदमै यहाँ बाँसको बोटहरू पनि रहेको छ घाँस काट्न जाने ठाउँमा। र यो चाहिँ सिस्नो हो र घाँस काट्न जाने ठाउँमा पुग्न लागिरहेको छौँ। र त्यहाँ चियाबारीको बिचमा एउटा टिमुरको बोट रहेको छ। टिमुर टिपेर मैले छोरीलाई घर पठाउने अनि म चाहिँ घाँस काटेर फर्किनु पर्ने हुन्छ। र चियाबारी हो यो। चिया चाहिँ हाम्रो यहाँ चिया फ्याक्ट्री राम्रोसँग सञ्चालन नभएको कारणले गर्दा हाम्रो चिया बगानको अवस्था चाहिँ यस्तो छ, पुरै गोडमेल नगरेर बिचमा अम्लिसो र उत्तिसको बिरुवाहरू लाएर चाहिँ लथालिङ्ग अवस्थामा चाहिँ रहेको छ। बरु उत्तिसको बिरुवा लगाइएको छ बिचमा अम्लिसोको घाँस। र यो साथीहरू टिमुरको बोट। र अब म यहाँ चढेर टिमुर झार्नेछु अनि छोरीलाई घर पठाउनेछु भने म चाहिँ यहाँ घाँसलाई चाहिँ काटेर लानेछु। बोट एकदमै अप्ठ्यारो छ, माथि चढ्नु पर्ने हुन्छ। र टिमुर चाहिँ यहाँ बोटमा लटरम्म फलेको छ। हेलो, यति बेला रुखमा चढिरहेको अवस्था हो। टिमुरको बोटमा पानी परेकोले गर्दा बोट चिप्लो छ। चिप्लियो भने चाहिँ झरिन्छ। अचार खानलाई हो टिमुर। हेलो स्टप। ओहो झार टिमुर। अब भने टिमुर चाहिँ रुखबाट झारेर भने यहाँ केलाइवरी छोरीको डोकोमा रेडी भइसकेको छ। अब छोरीले थोरै केलाउँदैछिन् र यो केलाइसके पछाडि चाहिँ छोरीलाई घर पठाउने हो र पापा चाहिँ घाँस काटेर घर फर्किने हो। ल बाई। अब गएर बाख्रा चराउनु ल। अब भने छोरी चाहिँ टिमुर बोकेर घरतिर लागिन्। र गएर छोरीको चाहिँ बाख्रा चराउने ड्युटी रहेको छ भने अब पापाको चाहिँ भैँसीलाई घाँस काट्नुपर्ने हुन्छ। यो साथीहरू घाँस काटिसके पछाडि टक्कसँगले घर फर्किनु पर्ने छ। र आज टिकाको दिन, टिकाको कार्यक्रम पनि गर्नु छ र घाँस काट्नुपर्ने हो। घाँस काट्नलाई अलिकति घाँस राम्रो भएको ठाउँ हेर्न खोजिरहेछु र जता पनि उस्तै देखिरहेछु। काट्नुपर्ने चाहिँ हुन्छ।
र बस्तुलाई लगिदिनुपर्ने हुन्छ। यस्तो अवस्था छ घाँसबारीको अवस्था। फाइनली यहाँ भनेपछि अब काटिन्छ।